बरु जाँड खानु तर हार नखानु, हारे पनि हिम्मत नहार्नु। जीवनमा जतिचोटि फेल भए पनि वास्तवमा मान्छे फेल त्यति बेला हुन्छ जब उसले हार मान्छ। तर हार्नेले इतिहास बनाउँदैन, इतिहास त्यसले बनाउँछ जसले हारको सातो लिन्छ। थोमस एडिसन हजारौं पटक हारे तर हिम्मत नहारेकाले बत्तीको आविष्कार गरे। 4 चोटि हारिसकेका मेस्सीले 5औं पटकमा विश्वकप जिते। जीवनमा दृढता र निरन्तरता हामीलाई चाहिने गुण हो, तर त्योभन्दा ठुलो गुण हो हार नमान्नु, निरन्तर आफ्नो काम गरिरहनु। यदि तपाईँ यस्तै कहिले हार नमान्ने मान्छेलाई आफ्नो रोल मोडल बनाउन चाहनुहुन्छ भने झापा 5 का केपी ओलीलाई सम्झिनुहोस्। उनले हार नमानेकै कारणले गर्दा उनको पार्टीले 1 होइन 2 होइन 2टा हातका औँला भाँचेर गर्नुपर्ने 9 सिट ल्याएका छन्। यति ठुलो सफलता हात पारेपछि पनि केपी ओली चुप लागेर बस्न चाहँदैनन्। उनी निरन्तर एमालेको नेतृत्व गरिरहन चाहन्छन्, किनभने सफलताको सूत्र हार नमान्नु मात्र होइन, जितेपछि जितलाई निरन्तरता दिन कम्मर कसिरहनु पनि हो। केपी ओलीको यो जीवनबाट बालिनले प्रेरणा लिनुपर्छ र प्रधानमन्त्री बन्ने बित्तिकै केपी ओली र त्यसका बढौटीहरूको फाइल खोलेर तिनीहरूलाई खोरमा नजाकुन्जेलसम्म निरन्तर रूपमा काम गरिरहनु पर्नेछ। हार मान्न हुँदैन।